कस्तो हेर्नौला के मुभी हेर्नौला त तँलाई भन् त भन् त म सब भनिदिन्छु त्यसमा मुभी आउँछ मुभी हेर्न तेरो सानी हजुर नभएको मान्छे हेर न सानी सानी रे भनेको यहीँबाट अम्बाल्दै तिमी त्यो पहिला पहिला मलाई भन्छु सानी अहिले उता पुग्यो सानी तेरो साथीको अर्कैले भने होला नि सानो देखेर हजुर भन्नु न यिनीहरूसँग नबोल्नु के सुषमा तिमी त कमेन्ट नपढ क्या छोडिदियो कमेन्ट्स तिमीले पढेर एन्सर दिन सक्दैनौ त्यसमा तिमी त्यो कमेन्ट नपढ मायाले बोलेको रे माया त्यस के हो यार तिमी त्यो कमेन्ट नपढ रोहानीको पछाडि बसेर के गर्ने हो र सुत्न चाहन्छु म त स्वामीको मुटु भित्रमा सुत्न चाहन्छु ए सुति रातभरि सुतिसकेर चित्त नबुझेर नि यिनीहरू रातभरि सुतेर पुग्यो नि तिमीहरूलाई दिमाग छैन खानालाई रातभरि सुतेर पुग्यो नि तिमीहरूलाई बिताउनु नि रानी हो रानी आई शिकागो गाह्रो छ यार बुढाबुढी ओइ के रे स्पेल भन्छ ओइ यी कति शिकागो टिकाको भने के शिकागो के ए चिपुताले धेरै नकरानी जे पाए त्यही नभन्न रोहानी कस्तो केले आउनु भन्ने कि चाहिँ यूएस को स्टेट को नाम हो क्या किन हाँसेको त्यही त भनेको गाह्रो गाइस तेरो गाउँ गएको झार आएर त्यो उखालिदिन्छु अब तालु हुन्छ गाइस ट्याप ट्याप ओए गाइस मेक मी विन ओए हेलो एक्सक्युज मी ला एक स्कोरले हार्यो यिनीहरू जे ये त जित्यो नि एक डजन मारो जित्यो तिमीहरूको भनेको म मेरो खुट्टाको धुला फु 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 ए कति बोलेको हो यो रोनी चाक बोल्दा मुख बोल्छ मुख बोल्दा चाक बोल्छ कुनै जनासँग बोलाउन आउँथ्यो त है बोलेको मसँग आउँछु आज आजकल आएर ठुला ठुला बात गर्छ अहिले अझ स्वामीको मुटुमा सुत्ने रे रोहानीलाई पिट त छिटो हिजोको पनि सेयर गर गरिसक्यो हिजो कुटेर कसरी कुट्नु अब आज त हामी जित्यो ल कोही स्वामीको लिएर आउँछ चिरपट कता त त्यही भने कुनै जाने त्यो रोहानी देखेर हुरुकै हुँदै रोहानीको टुटीमा झुन्डेर बस्थ्यो कुनै जाने है अहिले त फेरि मान्छेले भन्दैमा लाग्दैन गाइस मलाई नेपाली पढ्न आउँदा नेपालीमा नलेख्नु अझ मुटुभित्र सुत्ने रे त्यत्रो भएर पनि अहिले मुटुभित्र होइन स्विमिङ पुलमा गएर पनि सुत्ने म त ल सुत भोलि त नुहाउने नि उहाँ के अरे पौडी खेल्ने पौडी ल पौडी खेल्नु गुदीमा ओइ साँच्चै तिमीहरू दुईजना सँगै सुतेको हो रे के सोचमा हो रे भनिसक्यो त अघि मिस्टर तामाङ त सँगै सुतेको ओ होइन हो नेपालमा आयो भने त मसँग सुत्न आउने हो म त्यसो भए योसँग सुत्दिनु ल आज घर पठाइदिन्छु होला त सँगै सुतेको ल सकेन त तँलाई किन चाहियो म जोसँग सुते नि त तेरै पोइको तेरै बोयफ्रेन्डको चासो राख्न मिस्टर तामाङ तिमीले मलाई छोडेर तँलाई के मतलब सुन न मेरो एउटा कुरा भन्छु तामाङले कति सोच कस्तो घिरेको नि तिमीहरूको सोच सँगै बस्दैमा सुतिन्छ कस्तो घिरेको तिमीहरूको है साथीको रन्डिरो हो तिमीहरूको त रिस उठो मलाई ओइ के रे रिस उठो के सँगै दाजु बहिनी भनेको के तँलाई के भएको के सुतेको जस्तो लाग्छ के सुत्दा के हुन्छ कस्तो नराम्रो भयो मलाई रिस उठो फेरि घिरेको सोच नसोच न राम्रो घुम्न गएको के घुम्न गएको सँगै घुमेको भेटेका भन् त त्यस्तो गरेपछि सुने त सुतेको त्यही हेर्न लागेको हाम्रो सुतेको बरु तँलाई कस्तो रिस उठ्ने बात गरेको हो तैँले मिस्टर तामाङ ओ तामाङ सुन न एरिज तिमीहरू दुईजना कुरै गर्न छैन एरिज भन त तिमीले मलाई ला त्यो त रिसाएर गयो यार तिमीले मलाई छोडेर होइन रोहनीलाई चुज गर्यौ ठिकै छ तिमीले पनि मलाई धोका दियौ तिमी त अनि काठमाडौँमै छ अरे त हल्लामा सुनेको जोइन गरौँ न डन डिसाइड के सनिम जाऊ यहाँ बस्दा मलाई म जाने ओके म जान्छु ल रनमती कसम भनेको यार भन त के कुरा भन न अब के भन्नु तिमीले मलाई त्यतिखेर साथ दिएनौ अब के गर्नु अझ फेरि मतिर आयो अझ मतिर आउँछ यार कता पुगेर अझ मलाई नै हान्दैछ फेरि
तिमी नै पर्यो लास्टमा मेरो भागमा तिमी नै छौ जस्तो लाग्छ मलाई अझ 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 कन्फिडेन्स हेर न कन्फिडेन्स के छ विचार अझ अझ मलाई अफर दिइरहेछ क्या हुन्छ नि एडिसले के छ विचार अरे क्या ओ माई गड एकचोटि क्याफेमा नजर जोडेको पागल सरी पछि तिमीले पहिल्यै मलाई छोडेर गयो नि त तिमीले पनि मलाई ए लुगा अहिले नखोल के राति भएको छैन क्या म सोझो केटा केटा 1 2 3 हो नि के को लुगा यी खोलिदिन्छु नि म त अहिले फेरि नाइ अहिले लुगा नखोल न प्लिज अरू काका लाग्छ गर्मी भयो नि त त्यही भएर त्यस्तो लुगा सुगा अहिले नखोल न मलाई नि अब म नि लाइफमा किन यस्तो गर्छौ क्या केटी मान्छे हो कौन है ये कहाँ से आया कौन है आप कहाँ से आया क्यों आज तो बुझेन तिमी अलिकति त्यस्तो नबुझ ओ माय गॉड ओ गाइस के भइरहेछ यहाँ के भइरहेछ के बोलिरहेछ आज अनि लुगा सुगा नखोल त्यो माथिको टाक पनि लगाउँछ यो त यति त खोल्नै पर्यो नि हो यस्तो 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 बस्नु त त्यो हुँदैन है पहिला मलाई छोडेर गएको हो साथीहरूले थाहा छ गाह्रो छ अनि सुनौ न त तिम्रो रिलेसन कस्तो भयो त 24 आवरको रिलेसन भित्र चाहिँ 24 आवर भित्र ब्रेकअप भइसक्यो 24 आवर भित्र ब्रेक हुने कस्तो खालको रिलेसन रे खै 1 घण्टाको गाह्रो ल इन्जोय गर्दै गर म गर आँखा लाग्यो दुनियाँ मान्छेको त्यही भएर धेरै राम्रो भयो तिमी जान्छु ल गेम त सताएर जाऊ कस्तो हो र कहाँ जान हतार गएर किन माथिको हो र कस्तो शरम लाग्यो क्या तिम्रो कुराहरू सुनेर नाटक नगर धेरै शरम लाग्दैन त केटाहरूलाई के केटाहरू सबै ल बोक्छ जाऊ